हाम्रो भेट भयो भाइसँग फर्स्ट टाइम। यहाँ त मिल्दैन है यो त गोप्रोको भइहाल्यो। त्यस्तो माउन्ट अर्कै हुन्छ कि इन्स्टाको यस्तो चुच्चो परेको हुन्छ कि त्यो धरेछ। ल हामी अब राइडमा निस्किन्छ यहाँबाट बिस्तारै। 1.5 घन्टा जस्तो लाग्छ होला फर्स्ट टाइम हाम्रो है दाजुभाइको भेट। बिस्तारै जाउँ ल भाइ, ल जाउँ। यहाँबाट एकछिनमा मोड्नुपर्छ। हामी चाहिँ अब मियागाछतिर हिँड्यो है, 1.5 घन्टा जस्तो लाग्छ होला यहाँबाट। सो आज भोलि त यो हप्ता चाहिँ साकुरा फुल एकदम हेर्ने समय हो। सो साकुरा फुल पनि हेर्ने छ बाटोतिर हेर्नु त, व्हाइटको बब्बाल फुलिरहेको छ। सो भाइसँग मगर भाइ स्टुडेन्ट हो, स्टुडेन्टमा बाइक चढेको छ है, जिक्सा 250R भन्ने दामी बाइक हो त्यो पनि। सो 2 इन्च लिटर त्यो पनि स्टुडेन्टमा होइन बाइक चढ्नु भने धेरै राम्रो हो नि। सो काकोको फी तिरेर होइन आफ्नो खर्च चलाएर बाइक चढ्नु भनेको सोक हो क्या। कस्तो दामी साकुरा छ यार ल व्हाइटको। भाइले अनि एक्जस्ट पनि खतरा हालेर रहेछ। बाटोभरि साकुरा फुल बोलेर यार व्हाइटको। सही छ बाटो। आज अब हिजो चाहिँ पानी पानी पऱ्यो यार, नत्र यो बाइक सो भइरहेको छ हिजो। आज हिजो केटाहरू गयो, आज के जानु अब एक्लै भनेर भाइसँग राइड। भाइले खतरा मोडिफाई गरेको छ यार, एक्जस्ट हालेको रहेछ एक्रा पोबिसको। सही छ यो एकदम बल्की देख्छ क्या 250 को भयो भने। हेभी छ सुजुकीको बाबा देखेछ भाइलाई यस्तो हुन्छ। सही सही राइडको मजा लिँदै जानुपर्छ। जाउँ। ए भाइको एक्जस्टको साउन्ड हेर। बट कस्तो मजा आउँछ क्या फेरि राइड गर्नुको छुट्टै मजा छ नि यार। हामी एकछिन यहाँ कन्भेन्टमा रेस्ट गरेर कफी सफी खायो। अब यहाँ आधी घन्टा लाग्छ। तर वेदर चाहिँ बब्बाल भएको छ, राइडर्सहरू पनि टन्नै निस्किएको छ है आज। हिजो पानी परेर होला, आज सन्डे सटरडे पानी पानी, सन्डे चाहिँ यस्तो मान्छे निस्केछ रोड। विदेशीहरू यस्तो बाइक चढेर हिँड्छ यार भनेर होला। तेल नि हाल्यो, अब जाउँ बिस्तारै। यहाँबाट होला भाइ होइन? कनेक्ट भयो भने सुनेन त। ल अहिले चाहिँ हामी यहाँमा आइरहेको छिर्यो है। भाइ के भनेको भाइ? सही मजा आउँछ क्या यस्तो नेपालको भाइब्स आउँछ है, छुट्टै फिल्म लाग्छ क्या सिटी एरिया चलाउनु भन्दा त। साकुरा फुल पनि फुलिरहेको छ। झरिसकेको कि के हो? फुल्दै हो यो हप्ता त फुल्ने हो। पहिला म उता हामी जहिले जाने बेला त उताबाट जान्थ्यो भाइ यार, उता लेफ्ट साइडबाट यो राइट साइडको बाटो। लेफ्ट साइडबाट चाहिँ यस्तरी जान्थ्यो कि त्यो ठ्याक्कै, यो चाहिँ राइट साइडपट्टिको। यो होइन यहाँबाट पनि डाइरेक्ट पुग्छ। यहाँ माथिबाट टनेल के अरे खतरा टनेल पनि आउँछ जस्तो लाग्छ। अनि टर्निङ बाटोहरू पनि छ यता। सही सही। गाडी नभएको बाल बताउँदै हुन्थ्यो। म खासै छैन यार, म यो त लिएको थिएँ त सक्दिनँ खासै। पहिला 250 हुँदा चाहिँ अलिअलि गरिन्छ, त्यस्तो अब प्रोफेसनल पाराले त सकिन्न कि। अनि त्यो अब त्यो फेरि R25 चलाउनु एबिएस केही थिएन यार, एकदम केयर गरेर चलाउनु पर्ने। यो 6R लिने बेला त सुरुमा त डर लाग्थ्यो, अहिले चाहिँ अलिकति हात बस्या भएर हल्का हल्का लेनहरू चाहिँ यता यता चाहिँ हल्का कर्नरिङहरूमा प्र्याक्टिस भर्खर। तिमीले त बब्बाल हान्छ होला भाइले। ल बब्बाल देखेछ यार, मजा नै त्यसमा छ त भाइ। ल बब्बाल गाउँ आयो अहिले चाहिँ मजा आयो क्या यार, भित्र एरिया आएछ। मियागाछी लेकको पार्कमा आयो यहाँ बाइकर्सहरू टन्न हुन्छ क्या। आज कतिको छ हेरौँ।
बाइककै बाइक हुन्छ क्या आज खासै मान्छे छैन होला क्या आउन बाँकी नै हो कि यहाँ हो क्या पार्किङ भएर बाइक आज टन्नै छ यार ए आज खासै छैन जस्तो आज सबै टोकीतिर गयो होला यहाँ त लास्ट रोक्ने ठाउँ हुँदैन बाइक हेर न बाइक कर्सहरू केटी राइडरहरू पनि छ यार बुढोको हारले यार यस्तो पड्केछ यार हेर न त्यो केटीले पनि ओखा त हो नि त्यो नि 700-800 सीसीको बाइक हो है सिबी होला ए होइन 900 को थियो यार कावासाकीको J900 होला अलि यहाँ फोटोसोटो पनि हान्नुपर्छ भाइ अलि अगाडि राखौँ हेर न बाइकर्सहरू कस्तो डेन्जर बाइकहरू छ यार कता राख्नु त हामी यार हेर बाइकर्सहरू ओहो सब जाप्ने है उता राख्ने अहिले फोटोसोटो खिच्नुपर्छ यहाँ त आऊ सब बुढाबुढाको बाइकहरू हेर न राख्नु पर्ला भाइ आऊ यहाँ फोटो खिच्नुपर्छ अहिले एकछिनमा डोराएर अहिले चाहिँ यता राखौँ यहाँनिर राखिदिउँ होला भाइ अहिलेलाई गाडी यताबाट जान्छ भाइ ल हामी ठ्याक्क आइपुग्यो लेकमा बाइककै बाइक छ आज नि एकछिन भिडियो सिडी खिच्नुपर्छ ल आइपुग्यो हामी यहाँ सर्ट चिलमा बाइक हेर्छु भाइ र म टक्क लेक हेर्नु सक्नुहुन्छ आजको वेदर यस्तो दामी छ बाइकर्सहरू आज यहाँले भङ्गुङ गरिदियो यङ केटाहरू त आवाज बाइकको जापानिजहरू चढ्ने सब यस्तो हो क्या फेरि आइसिसीको पुरानो मोडलहरू क्लासिक बाइकहरू कस्तो लाग्यो त भाइ ठाउँ राम्रो छ बबाल छ है यता घुम्ने ठाउँ साकुरा खासै पुऱ्याएन आज वेदरले पनि बब्बाल साथै छ बाइकहरू पनि बब्बाल गएर आज गएर हार्ले यो फेरि पुरानो सुजुकी रहेछ फोआर होइन जेएस फोआर पनि त्यहाँ बल्किँदैछ यार यसो मुराको हालेर छ एक्जस्ट हेर न अनि यता फेरि जिक्स खाउ चाहिँ त्यहाँबाट बुढोले चला बुढोले हेर यसो मुराको एक्जस्टरको एक्राको हालेर रहेछ बब्बाल छ यहाँ फेरि देखेछ आरएक्स यो त भाइ 50 सीसी रहेछ नि त नि आरजे लेखेछ 50 लेखेछ त्यो 50 सीसी हो र नम्बर प्लेट त फेरि अर्कै छ 50 सीसी है गेन्जीको मेरो जस्तै एड्रेस छ त्यो बाइकमा है मेरो त्यस्तै एड्रेस छ त्यो साथीले चलाउँछु भनेर मेरोले चाहिँ यो MT7 यो चाहिँ पड्किन्छ यो सेतोवाला जस्तै होइन सिल्भर कलर पुरानो बाइकहरू सिबी यताउता सेम टु सेम मेरै मोडल कावासाकी J900 मेरो नि यही छ क्या त एक्राको यो चाहिँ बेस हाल्छ क्या लास्टै त्यो R5 मा नि कस्तो मिठो साउन्ड छ यो कलरमा यसको त ओरिजिनल कलर हो नि त्यो सुजुकीको हैन यो फोटो जिपी वाला हो यता बसमा यस्तो वाला त्यति बेला दिमागले के गरे त्यो दामी छ नि त्यो कलर नि यहाँ आइमीहरु यो कलर वाला नि तर त्यो चाहिँ पिसमान थियो सिबी 1300 सीसी हो त्यो इन्जिन छ फुवार पनि लास्ट दामी देख्छ है हेर न अनि किक स्टार्ट के यो उसको हालेर चाहिँ फुल सिस्टम हालेर छ क्या हो ट्रिक स्टार फुल सिस्टम नै होला यार हो शिक्षा ल यहाँ जापानिज बुढाहरूले चढ्ने बाइकहरू हेर्नुहोस् दामी दामी छ मिलान 4 सिलिन्डर पुरानो 40 वर्ष अगाडिको बाइकहरू होला आवाज हेर न
मिलानको हैट जमिनै थर्काउँछ यार भङ 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 गरेर हेर यस्तो दामी दामी छ यार बाइकहरू यस्तोमा आएपछि फेरि नयाँ बाइक हेर्न पाइँदैन है पुरानो R25 रहेछ कस्तो दामी एक्जस्ट पनि खतरा हालेको छ कुन चाहिँ एक रहेछ राम्रो छ नि 4-5 मा नै पर्छ यो भर्खरै आएको यो XSR भन्नेको यो GP यहाँ BMW को पुरानो बाइक छ अरे उतातिर जाने हो त भाइ उतातिर जाउँ न उतातिर सपिङ गर्ने ठाउँ छ यसो खाइमाग्नु पर्ने ठाउँ अहिले बाइक यहाँ राखेर हामी फोटो हाल्नुपर्छ हामी बाइक यहाँ टल्किरहेको छ हामी त्यता एकछिन खासै मान्छे छैन अझै साकुरा फुल्ने समय नभएर होला उतातिर मान्छे ल्याइ हेर्नुहोस् यहाँनिर चाहिँ स्टिकरहरू पाउँदैन यहाँ स्टिकर भन्दा पनि त्यो के पाउँछ यार एकदम चलेको छ त्यो भ्याकुताको त्यो केहरू छ किनेर टाल्नुपर्छ बाइकमा ल हामी फर्किन लाग्यो यहाँ बाइकहरू हेऱ्यो टन्न बस्यो 1 घन्टा जति ल सागामिहारा लेक पनि आइपुग्यो हामी ओहो टनेल टनेल कस्तो पड्किन्थ्यो होला यहाँ सेलेन्सर भएको है पड्किन्छ ल अहिले चाहिँ हामी सागामिहारा लेकमा छौँ त्यहाँको सक्नु कस्तो वेदर यस्तो राम्रो छ भाइसँग राइड गर्दै मौसम पनि ठिक छ होइन राइडको मजा लिँदै हेर्दैछौँ यहाँ म दोस्रो टाइम हो पहिलोचोटि बोटिङ सोटिङ खेल्न आएको त्यहाँ बोटिङ सोटिङ खेल्नु चाहिँ भाइ यहाँ छ हाम्रो मगर भाइ कस्तो दामी देखिन्छ राइड गर्दै आयो ल हामी एकछिन बसेर अनि फर्किन्छ हामी हामी चाहिँ अब निस्किन लगाएको बस्यो खाजा खाइयो आजको राइड भयो 2 घन्टा जस्तो लाग्छ हामी जानलाई ल भाइले गाइड गर्दैछ सही राइड भयो 6-7 घन्टा यहाँबाट 2 घन्टा लाग्छ हामीलाई बिस्तारै जाउँ चिसो बढ्दै आयो क्या बब्ली बब्ली सरर बाटो यार यो अलि हेभी लाग्ने क्या बानी छैन सही 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 पावर त फेरि भरिपूर्ण छ क्या फेरि ओहो गाडी आइपुग्यो नि म त लेन गर्न अलि सकेको छैन भाइ कर्नरिङमा सही गाउँ छ यार सही बाटो छ यस्तो सानो ओए कस्तो मजाको लेन बाटो यार सही मजा आयो यार आहा त्यो गाडी नभएको कस्तो मजा आउँथ्यो होला यार बाटो हेर न यस्तो मस्तको छ कि कर्नरिङ हान्नु छ ओ योभन्दा अगाडि गएको गाडी कहाँ पुगिसक्यो यो बिस्तारै चलाइरहेछ कि आधारासी भएर पनि होला यस्तो कर्नरिङ बाटोमा खाबुका आदि भन्ने सही सही यार मजा आइरहेछ हामी मजा गर्दै फर्किँदैछौँ भाइले पनि खतरा हान्दो रहेछ कर्नरिङ ए ल यहाँ हान्नुपर्छ भाइ खतरा आहा ओ यो त सर्लको रहेछ यार आहा अघिको आउने बाटो भन्दा जाने बाटो दामी रहेछ